ल अब यहाँ हेर्नुभयो भने तपाईँलाई मैले निजीकरण भनेको के हो भनेर थोरै कुराहरू लेखेको छु होइन। निजीकरणको बारेमा अलिकति जानकारी राख्नु पर्यो तपाईँहरूले। त्यसले गर्दाखेरि थोरै निजीकरण भनेको के हो भनेर बुझ्नुहुन्छ। त्यस पछाडि नेपालमा निजीकरणको अवस्था कस्तो छ त, नेपालमा निजीकरण हामीले कसरी गरेका छौँ भन्ने विषय बुझ्नुहुन्छ 2 नम्बरमा। 3 नम्बरमा अलिकति विश्वव्यापीकरणको कुराहरू जान्नुहुन्छ, यसरी निजीकरण गरिएका संस्थानहरूको कुराहरू हेर्नुहुन्छ, धेरै कुराहरू छ। ल पहिलो सुरु गरौँ, निजीकरण भनेको के हो त भन्दाखेरि सरकारले लगानी गरेर स्थापना गरेका संस्थानहरूलाई अथवा सङ्गठित संस्थाहरूलाई हामी सार्वजनिक संस्थान भन्छौँ हाम्रो भाषामा। हाम्रो भाषामा हामीले के भन्यौँ भने सरकारले आफ्नो चाहिँ बहुमत लगानी 50% भन्दा बढी लगानी गरेर कुनै पनि सङ्गठित संस्था स्थापना गर्यो भने त्यसलाई हामी सार्वजनिक संस्थान भनेर भन्छौँ। परिभाषा त्यस्तो छ। अब सरकारले के चाह्यो भन्दाखेरि म चाहिँ सार्वजनिक संस्थान चाहिँ मा चाहिँ लगानी चाहिँ गरेर बस्दिनँ। अब मैले गरेका सार्वजनिक संस्थानका लगानीहरू चाहिँ बिस्तारै बिस्तारै म निजी क्षेत्रतिर हस्तान्तरण गर्दै जान्छु। निजी क्षेत्रतिर मेरो यो सार्वजनिक संस्थानहरूमा भएको स्वामित्व अथवा नियन्त्रण भन्छौँ, स्वामित्व भन्ने पनि भयो, अनरसिप भए पनि भयो, कन्ट्रोल भन्ने पनि भयो। स्वामित्व तथा नियन्त्रण चाहिँ म अब कतातिर चाहिँ ट्रान्सफर गरेर जान्छु भन्दा निजी क्षेत्रतिर ट्रान्सफर गरेर जान्छु, हस्तान्तरण गर्दै जान्छु भनेदेखि त्यसलाई हामी निजीकरण भनेर भन्छौँ। भनेको सरकार नियन्त्रणमा रहेका जति पनि प्रतिष्ठानहरू छन्, गभर्मेन्टको ओनरसिपमा भएका प्रतिष्ठानहरू छन्, गभर्मेन्टको लगानीमा भएका प्रतिष्ठानहरू छन्, तिनीहरूको स्वामित्व बिस्तारै बिस्तारै निजी क्षेत्रतर्फ ट्रान्सफर गर्ने, निजी क्षेत्रलाई स्थानान्तरण गर्ने कार्यलाई हामी निजीकरण भनेर भन्दछौँ भनेर हामीले बुझ्नुपर्छ। निजीकरण भनेको चाहिँ के रहेछ त भन्दा निजीकरण भनेको सरकारले गरेको लगानी, सरकारको इन्भेस्टमेन्टलाई बिस्तारै बिस्तारै प्राइभेट सेक्टरतर्फ चाहिँ ट्रान्सफर गर्नु, स्थानान्तरण गर्नुलाई हामी निजीकरण भनेर भन्दा छौँ। अब यसरी सरकारले आफ्नो लगानीलाई निजी क्षेत्रतर्फ दिनका लागि विभिन्न तरिकाहरू छन्। विशेषतः नेपालमा पनि 1990-1980को दशकबाट चाहिँ उदारीकरणको अवलम्बन गर्यौँ हामीले। 2040को दशकबाट, त्यो 2040को दशकबाट उदारीकरणको चाहिँ अवलम्बन सँगसँगै विशेषतः 2050को दशकबाट हामीले निजीकरणको काम पनि सुरु गऱ्यौँ। 2050 सालमा हामीले निजीकरण ऐन लिएर आयौँ। त्यसलाई अहिले चाहिँ हामी सार्वजनिक प्रतिष्ठान व्यवस्थापन ऐन भनेर भन्छौँ। त्यो सार्वजनिक प्रतिष्ठान व्यवस्थापन ऐन लिएर आइसकेपछि निजीकरणको सुरुवात भएको नेपालमा पनि देखिन्छ होइन। 2049 सालमा चाहिँ हामीले निजीकरण पहिलो निजीकरण गरेको चाहिँ 2049 सालमा ब्रिगुडी कागज कारखाना निजीकरण गरेर सुरुवात गरेको देखिन्छ। 2050 सालमा हामीले ऐन लिएर आयौँ र निजीकरण कसरी हुन्छ भन्ने कुरा चाहिँ के कुराहरू ऐनले बोल्छ। जस्तै तपाईँलाई मैले यहाँनिर अर्को डकुमेन्ट सेयर गरेर हेर्दाखेरि के देखिन्छ भन्दाखेरि निजीकरण चाहिँ ऐन अथवा यसलाई चाहिँ हामी सार्वजनिक प्रतिष्ठान अथवा सरकारी लगानी व्यवस्थापन ऐन भन्छौँ। पहिले चाहिँ यसलाई हामी निजीकरण ऐन भन्थ्यौँ, पछि गभर्मेन्टले यसको नाम चेन्ज गरिदियो। नाम चेन्ज गरिसकेपछि अहिले यसलाई हामी के भन्छौँ भन्दाखेरि चाहिँ यो सार्वजनिक संस्थान अथवा सार्वजनिक प्रतिष्ठान अथवा सरकारी लगानीको व्यवस्थापन गर्ने ऐन 2050 भनेर भन्छौँ। 2081 सालमा जारी भएको हो यो होइन। यसले के भन्छ भने कसरी चाहिँ निजीकरण गर्न सकिन्छ त। खास निजीकरण भन्ने शब्द त त्यति प्रयोग गर्दैन अहिले त। पहिले चाहिँ निजीकरण भन्ने शब्द प्रयोग गरिन्थ्यो, अहिले चाहिँ सार्वजनिक लगानी व्यवस्थापन भनेर भन्छ होइन। ल सार्वजनिक लगानी व्यवस्थापन भनेर भन्छ अहिले चाहिँ है त। अब त्यो सार्वजनिक लगानीको व्यवस्थापन कसरी गरिन्छ भन्दाखेरि यसरी गरिन्छ भनेर यहाँ लेखेको हुन्छ। हेर्नु होला यहाँनिर 8 नम्बर बुदामा 8 नम्बर चाहिँ यहाँनिर हेर्नुभयो भने सार्वजनिक लगानीको व्यवस्थापन कसरी गरिन्छ भन्दा प्रतिष्ठानको सेयर बेचेर। नम्बर 1 प्रतिष्ठानको हामीले सेयर बेच्यौँ भने प्रतिष्ठानको सेयर बेचेर गर्न सकिँदो रहेछ। 2 सहकारीकरण गरेर सहकारी चाहिँ सदस्यहरूलाई सहकारी संस्थाहरूलाई अनबोर्ड गरेर त्यसरी गर्न सकिँदो रहेछ। प्रतिष्ठानको सम्पत्ति बेचबिखन गरेर प्रतिष्ठानसँग भएको घर जग्गा लगायतको सम्पत्ति बेचेर पनि हामी निजीकरण गर्न सक्ने रहेछौँ। सम्पत्ति भाडामा दिएर पनि व्यवस्थापन गर्न सकिने रहेछ। प्रतिष्ठानको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी गराएर म्यानेजमेन्ट कन्ट्र्याक्ट भन्छौँ हामी यसलाई, म्यानेजमेन्ट कन्ट्र्याक्ट गरेर पनि गर्न सकिँदो रहेछ। प्रतिष्ठानको सम्पत्ति मौद्रिकीकरण गरेर मोनिटाइजेसन गरेर पनि गर्न सकिँदो रहेछ अथवा अन्य कुनै तरिकाबाट गर्न सकिन्छ भनेर हामीले यसरी यो मोडालिटीबाट यति प्रकारबाट सार्वजनिक संस्थान सार्वजनिक लगानीको व्यवस्थापन गर्न सकिन्छ। अब ठ्याक्कै निजीकरण भन्ने शब्द त अहिले प्रयोग गर्न गभर्मेन्टले छोड्यो होइन, सरकारले गर्न छोड्यो। त्यसले गर्दाखेरि त्यसलाई अहिले शब्द के प्रयोग गर्छन् भनेर भन्दा सरकारी लगानीको व्यवस्थापन अथवा सार्वजनिक प्रतिष्ठानको व्यवस्थापन चाहिँ गर्ने ऐन भनेर भन्छन्। त्योमा सार्वजनिक तपाईँको लगानीको चाहिँ व्यवस्थापन कसरी गरिन्छ भन्दा यस्तो यस्तो तरिका प्रयोग गरेर गरिन्छ। त्यसभित्र निजीकरण पनि आउँछ है। सहकारीकरण गरेर गर्न सकिँदो रहेछ, सम्पत्ति बेचबिखन गरेर गर्न सकिँदो रहेछ, सम्पत्ति भाडामा दिएर गरिँदो रहेछ होइन, सम्पत्ति मौद्रिकीकरण गरेर मोनिटाइजेसन गरेर, त्यो भने एक किसिमले चाहिँ भाडामा दिएर हुनलाई चाहिँ टर्मिनोलोजी त्यसरी अर्को प्रयोग गरियो भने चाहिँ यसरी चाहिँ हामीले निजीकरण गर्दा रहेछौँ, गर्न सक्दा रहेछौँ भन्ने कुरा ऐनले स्पष्टसँग लेखेको छ। त्यो कुरा मैले यहाँ राख्नु बाँकी छ। त्यो कुरा राखेपछि तपाईँलाई यो डकुमेन्ट सेयर हुन्छ आउँछ होइन। त्यो डकुमेन्ट चाहिँ त्यसरी आउने भयो। अब यसरी हामीले निजीकरणको सुरुवात गऱ्यौँ भन्ने कुरा त आयो। त्यो निजीकरणको पछिल्लो अवस्था चाहिँ के छ त हेर्दै हो भनेदेखि चाहिँ यो हेर्नुभन्दा पहिले निजीकरणको अहिलेको अवस्था वर्तमान अवस्था हेर्नुभन्दा पहिले तपाईँहरूलाई म अलिकति तल लगेर यहाँनिर पुर्याउँछु। यहाँ हेर्नुभयो भने सरकारी लगानी व्यवस्थापन भई खारेज भएका संस्थानहरूको विवरण हामीले अघि के भन्यौँ भन्दाखेरि हामीले सरकारी संस्थानहरू चाहिँ निजीकरण पनि गऱ्यौँ, सरकारी संस्थानहरू केही सरकारी संस्थानहरू खारेज पनि गऱ्यौँ। निजीकरण ऐन आइसकेपछि टेन्टेटिभली खारेज गरिएका र लगानी व्यवस्थापन गरिएका सार्वजनिक संस्थानहरूको सङ्ख्या 30 वटा छ होइन। 12 सार्वजनिक संस्थानहरू त हामीले खारेजै गऱ्यौँ र लगानी व्यवस्थापन गरिएको चाहिँ संस्थानहरू भनेको चाहिँ 18 वटा संस्थानहरू हो। तपाईँलाई यहाँ डिटेल्स यहाँ तपाईँलाई देख्नुहुन्छ। जस्तै सबैभन्दा पहिले हामीले व्यवसाय एवं सम्पत्ति बिक्री गरेर चाहिँ सार्वजनिक संस्थानको कुनै पनि प्रतिष्ठानको व्यवसाय तथा सम्पत्ति बिक्री गरेर सुरुवात गरेको चाहिँ 2049 सालको 7 महिना 5 गते हामीले चाहिँ 2,29,800 भनेको छ। यो त्यतिमा हामीले बिक्री गरेको देखिन्छ। यो सम्पत्ति बिक्री गरेको ब्रिगुडी कागज कारखाना सबैभन्दा चाहिँ सुरुमा। अब यहाँनिर हेर्नुभयो भने हाम्रो स्ट्याटिस्टिक्स डेटाबेसहरूमा नेपाल सरकारले प्रकाशन गरेका तथ्याङ्कहरूमा नेपाल सरकारले प्रकाशन गरेका दस्तावेजहरूमा चाहिँ यहाँबाट सुरुवात भएको भनेर देखिन्छ है। ब्रिगुडी कागज कारखाना 2049 सालमा, हरिसिद्धि टायल कारखाना 2049 सालमा, बाँसबारी छाला जुत्ता 2049 सालमै हामीले सम्पत्ति बिक्री गरिसक्यौँ होइन। त्यसै गरी सेयर बिक्री गरेको चाहिँ चलचित्र विकास कम्पनी 50 सालमा, बालाजु चाहिँ कपडा उद्योग 50 सालमा, काँचो छाला 50 सालमा, हुँदै नेपाल ब्याङ्कको 63 सालमा यसरी पनि गऱ्यौँ। व्यवस्थापन करार म्यानेजमेन्ट कन्ट्र्याक्ट चाहिँ विराटनगर जुट मिलको दिएको हो 53 सालमा, अहिले बन्द रहेको अवस्थामा छ।
त्यसैगरी सम्पत्ति बिक्री तथा भाडा गरेको चाहिँ लुम्बिनी चिनी कारखाना नेपाल रोजिङ टर्पन्टाइन गरेर 18वटा संस्थानहरू चाहिँ हामीले यसरी निजीकरण गरे हो। पर्टिकुलरली निजीकरणै गरेको संस्थान भने चाहिँ 18वटा संस्थान हो नेपालमा र 12वटा संस्थान चाहिँ हामीले खारेज पनि गऱ्यौँ हैन। र यो कृषि औजार कम्पनी लिमिटेड चाहिँ पछि खारेज गरेको संस्थान भए तापनि पछि यसलाई व्यवस्थापन करारमा दियो 2000 यो चाहिँ उसलाई दिएको चाहिँ हाम्रो यो के अरे राष्ट्रिय आविष्कार केन्द्रलाई चाहिँ ल तिमी लिजमा चलाउन त भनेर दिएको पनि अवस्था छ हैन। ल यो पर्टिकुलर यो कुरा बुझ्नु होला साथीहरू। नेपालमा आजको दिनमा निजीकरण गरिएका सार्वजनिक संस्थानहरूको संख्या जम्मा 18 हो। त्यसपछि खारेज गरेका 12 हो। खारेज गरिएकालाई पनि निजीकरण गरिएका भनेर हामीले सार्वजनिक लगानीको व्यवस्थापन गरिएको भन्ने आशयमा हेर्ने हो भने 30 वटा, नत्र भने पर्टिकुलरली निजीकरण गरिएका भनेको चाहिँ जम्मा जम्मी 18 सार्वजनिक संस्थानहरू हामीले के गरेका हौँ भन्दा निजीकरण गरेका हौँ। ठिक छ। ल यसरी तपाईँहरूले कुरा बुझ्नु पर्यो। ल यहाँनिर तपाईँ तल डिस्क्लेमर पनि के लेखेको छ भन्दाखेरि चाहिँ नेपाल दूरसञ्चार कम्पनीलाई पनि हामीले निजीकरण गऱ्यौँ। 8.47% र नेपाल ब्याङ्क लिमिटेडको 37.96% सेयर निजीकरण ऐन बमोजिम विनिवेश गरिएको कारणले साबिकदेखि नै निजीकरणको सूचीमा समावेश हुँदै आएका छन् भनेर राखेका छौँ यिनीहरूलाई हैन। दूरसञ्चार कम्पनी र नेपाल ब्याङ्क पनि निजीकरणको सूचीमा राखिएको छ, तर अहिले यिनीहरू सञ्चालनमा पनि छन् हैन। ल अब यही तलको अघि मैले देखाएको पिक्चरलाई समराइज गर्ने हो भने के देखिन्छ होला भन्दा यस्तो देखिन्छ। ल अब त्यही अघि तल तपाईँलाई देखाएको मैले एउटा फिगर देखाएँ जुन मैले यो येल्लो बुकबाट लिएको फिगर अस्ति भर्खर प्रकाशित भएको येल्लो बुक हैन। येल्लो बुकबाट लिएको फिगरमा चाहिँ 18वटा सार्वजनिक संस्थानहरू निजीकरण गरियो भन्ने विषय छ। त्यसलाई लिटरेचरमा लेखेको मात्रै हो। 18वटा सार्वजनिक संस्थानहरू हामीले निजीकरण गर्दाखेरि चाहिँ गरिएका संस्थानहरू जुन छन् तीमध्ये 9 वटा अहिले नाफामा छन्, एउटा घाटामा छ, 8वटा बन्द अवस्थामा छन् हैन। अब यी 18वटा सार्वजनिक संस्थानहरू जति पनि हामीले निजीकरण गर्यौँ, त्यही निजीकरण गरिएका मध्ये 13वटाको चाहिँ 11वटा चाहिँ निजीकरण गरेर शेयर बिक्री प्रक्रियाबाट गर्यौँ। अघि तपाईँले यहाँ फिगरमा पनि हेर्नु होला हैन। शेयर बिक्री भनेर लेखेको छ नि यहाँनिर 1 2 3 4 5 6 7 8 9 10 11 11वटा सार्वजनिक संस्थानहरू चाहिँ हामीले शेयर बिक्रीबाट लिएर गयौँ। त्यसमध्ये 8वटा नाफामा छन्, 3वटा बन्द छन्। व्यवसाय तथा सम्पत्ति बिक्रीबाट 3वटा संस्थानहरू गरेका थियौँ, निजीकरण गरेका थियौँ। यी 3टै तपाईँको बन्द छन्। सम्पत्ति बिक्री र भाडा चाहिँ दिएर पनि हामीले 3वटा सार्वजनिक संस्थानहरू निजीकरण गरेका थियौँ। त्यसमध्ये एउटा नाफामा छ, एउटा घाटामा छ, एउटा बन्द अवस्थामा छ। अब यो तपाईँलाई चाहिन सक्छ। हामीले शेयर बिक्रीबाट कतिवटा गर्यौँ, त्यसैगरी व्यवसाय र सम्पत्ति बिक्रीबाट कतिवटा गर्यौँ, त्यसैगरी भाडा दिएर कतिवटा सम्पत्ति बिक्री वा भाडा दिएर चाहिँ गर्यौँ। व्यवसाय बेचेको र सम्पत्ति बेचेको फरक विषय हो। जस्तै खाद्य व्यवस्था कम्पनीको अथवा खाद्य व्यवस्था कम्पनीको चाहिँ चामलको गोदाम बेचेको, चामलको गोदाम बेच्नुलाई चाहिँ हामी व्यवसाय बिक्री भन्छौँ, उसको भवन बेच्नुलाई चाहिँ हामी सम्पत्ति बिक्री भन्छौँ हैन। त्यसरी यसो हेर्ने हो भनेदेखि हाम्रोमा सार्वजनिक संस्थानहरूको निजीकरणको कुरा गर्ने हो भने 18वटा सार्वजनिक संस्थानहरू निजीकरण गरियो। र पहिलो निजीकरण गरिएको सार्वजनिक संस्थान भनेको चाहिँ कुन सार्वजनिक संस्थान रहेछ डेटबाट हेर्ने हो भनेपछि भ्रिकुटी कागज कारखाना रहेछ भन्ने कुरा बुझ्नु होला। यहाँ कति साथीहरूले मलाई के नाम लेखेर पठाइरहनु भएको छ, चण्डे स्टोरी टेक्सटाइल, खोइ के टेक्सटाइल भनेर लेखेर पठाउनु भएको छ। त्यस्तो त नेपालमा चाहिँ त्यो छँदै छैन होला जस्तो लाग्छ मलाई त्यो तपाईँले भनेको नाम त हैन। ठिक छ। के लेख्नु भयो चण्डे स्टोरी टेक्सटाइल होइन र सुरुमा निजीकरण भएको। खोइ चण्डे स्टोरी टेक्सटाइल भन्ने त हाम्रो सार्वजनिक संस्थानमा नामै भेटेन अहिलेसम्म हैन। ल निजीकरण गरेको 18 चाहिँ हो सरकारको स्वामित्वमा 20 हो र हैन। 18वटा सार्वजनिक संस्थान निजीकरण गरिएको 18वटा हो। 18वटा ट्याक्कै लाएर दायाँ कुरा छैन। 18वटा निकट भविष्यमा राष्ट्रिय वाणिज्य ब्याङ्कको सेयर चाहिँ सर्वसाधारणलाई छुट्याएर दिँदै होला। अब खोइ के गर्छ त्यो सरकारले सोध्नुपर्छ हैन। नाफा बढी कमाएको नेपाली इलेक्ट्रिसिटी अथोरिटी हो कि नेपाल दूरसञ्चार कम्पनी हो, अहिले हेरौँला त्यो पनि इस्टाब्लिसको आधारमा लेटेस्ट पी कुन छ भनेर चाहिँ त्यो पनि हेर्नुपर्ने नै भयो हैन। चण्डेश्वरी टेक्सटाइल उद्योग भन्नुभयो, अब कहाँबाट पढ्नुभयो मलाई थाहा भएन। ल ओके। अब यो डेटाबेसले त त्यसो भन्दैन हैन। यहाँ तपाईँले त देखिहाल्नु येल्लो बुकमा त भ्रिकुटी कागज कारखाना भन्छ निजीकरण गरिएको सार्वजनिक संस्थान। हामीले जम्मा 18 सार्वजनिक संस्थान निजीकरण गरेका छौँ हैन। ल ल त्यो संस्थान हैन उद्योग हो अहिले। ल अब उद्योगतिर नजाउँ हामी त सार्वजनिक संस्थानको निजीकरणको कुरा गर्छौँ यहाँनिर। हामीलाई मतलबै होइन कुन निजीकरण भयो के भयो भन्ने कुरा। सार्वजनिक संस्थान निजीकरण हुनु पर्यो। सार्वजनिक संस्थान निजीकरण भएको ठाउँमा तपाईँले कुनै एउटा उद्योग निजीकरण भएको कुरा लेखिदिनु भयो भने मिल्दैन मिल्दैन त्यो। ल अब भले मैले देखेको चाहिँ यही हो। तपाईँले अब कहाँ पढ्नु भएको छ त्यसको सोर्स चाहिँ पुष्टि गर्नु होला, सोर्स जस्टिफाई गर्नु होला है। त्यति होइन पढ्नु होला, सोर्स चाहिँ हेरेर पढ्नु होला। खारेजीमा परेका र निजीकरण गरेका सार्वजनिक संस्थानहरूको वित्तीय दायित्व व्यवस्थापन गर्न आर्थिक वर्ष 80-81 मा सरकारले कुल 4 अर्ब 45 करोड 82 लाख रुपैयाँ लगानी गरेको छ। हेर्नु त यहाँ यति लगानी गरेको छ, यस्तो लगानी गरेको छ तपाईँको चाहिँ हामीले यस्तो देख्छौँ हैन। ल निजीकरण ऐन आउनुभन्दा अगाडि नै सार्वजनिक संस्थानहरू निजीकरण गर्ने काम चाहिँ सुरु गरिसकेको अवस्था छ हैन। किनभने 2050 सालमा बल्ल निजीकरण ऐन आयो, 2049 सालदेखि सुरु गरिएको। विराटनगर जुटमिल र बेगनचिरी चिनी कारखाना मुख्य छन्। तिनमा पैसा सरकारले चाहिँ खारेजीमा गएका निजीकरण गरेका छन्। संस्थानहरूको वित्तीय दायित्व व्यवस्थापन गर्न पैसा खर्च गरिरहेको छ। 12वटा संस्थानलाई खारेज गर्ने सरकारले अस्ति निर्णय गरेको पनि हैन। 12वटा संस्थानलाई जुन चाहिँ खारेज गरेको जुन निर्णय गरेको अस्ति चाहिँ अघि हामीले देख्यौँ त्यो गरेको भए तापनि चाहिँ कृषि चुन उद्योग लिमिटेडको मात्र कानुनी अस्तित्व समाप्त भएको छ, अरू चाहिँ कानुनी अस्तित्व समाप्त भएको छैन भन्ने देखिन्छ। कृषि औजार चाहिँ कारखाना लिमिटेड चाहिँ भने 2079 भाद्र 31 को निर्णय अनुसार राष्ट्रिय आविष्कार केन्द्रलाई चलाउन दिएको छ भनेर पनि छ। यो परीक्षाका लागि अर्को एउटा इम्पोर्टेन्ट बुलेट हुन सक्छ। कृषि औजार कारखाना लिमिटेड चाहिँ हाम्रो राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनको आविष्कार केन्द्रलाई कहिले चलाउन दिएको भनेर चाहिँ भन्न सकिन्छ है। ल यो चाहिँ ख्याल गर्नु होला तपाईँले। ठिक छ। पहिले भ्रिकुटी निजी क्षेत्रलाई बिक्री गरेको चण्डेश्वरी टेक्सटाइल। ल अब चण्डेश्वरी टेक्सटाइलको बारेमा मलाई थाहा छैन, तपाईँहरू आफै कन्फर्म गर्नु होला। मलाई चाहिँ भ्रिकुटी कागज कारखाना मात्रै थाहा छ है त।
नेपाल सरकारको 2082 सालको वैशाख 29 गतेको निर्णयबाट थप 7 वटा संस्थानको लगानी व्यवस्थापन गर्ने निर्णय पनि भएको छ। भनेपछि अस्ति भर्खरै गभर्नमेन्टले के डिसिजन पनि गरेको छ भने अरु थप 7 वटा सार्वजनिक संस्थानहरूको पनि म अब निजीकरण गर्छु भनेर चाहिँ डिसिजन पनि गरेको छ। अब यो चाहिँ निर्णय तपाईले कहाँबाट हेर्न सक्नुहुन्छ भन्दाखेरि डिपार्टमेन्ट अफ प्रिन्टिङबाट राजपत्रमा प्रकाशित भएको सूचना हो। राजपत्रमा प्रकाशित भएको सूचनाबाट हेर्न सक्नुहुन्छ त्यहाँ कुन कुन सार्वजनिक संस्थानहरूको लगानी व्यवस्थापन गर्ने भनेर लेखेको छ हैन। ल ठीक छ, अब त्यसरी लेखेको छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्छ। ओके, सर्वप्रथम निजी क्षेत्रलाई बिक्री गरेको संस्था चन्देश्वरी टेक्सटाइल। अब यो खै तपाईले आफैले प्रमाणित गर्नु होला, मैले भनिसकेँ। मैले प्रमाणित गर्ने विषय होइन त्यो, मैले भेटेको हेड स्ट्याटिस्टिक्स, मैले भेटेको तथ्याङ्कमा त्यस्तो छैन। अब होला कुनै कम्पनी तर निजीकरण गरिएको चाहिँ यही हो। अब हामीले हेर्ने येल्लो बुक हो, येल्लो बुकमा छैन भने चाहिँ मलाई थाहा छैन है। ओके, सरकारी लगानी व्यवस्थापन बाहेक खारेज गरिएका संस्थानहरू है। ल यसरी हेरौँ, प्लान्ट प्राइभेटाइजेसन सुरु हुनुभन्दा अगाडि होला हो, अगाडि पनि हो, 2049 मै हो त भनिरहेको छु त। 2050 सालमा निजीकरण होइन, 2049 सालदेखि नै हामीले निजीकरणको काम त सुरु गरेकै हो नि त हैन। गरेको होइन भन्ने त कुरै छैन, गरेकै हो, पक्का गरेको। ल हेर्नु ल, अब यो तपाईँसँग स्ट्याटिस्टिक्स अगाडि छ, एभिडेन्स यहाँ छ। म चाहिँ एभिडेन्स राखेर मात्रै बोल्छु होइन। अब कुनै किताबमा लेखो कहाँ लेखो भन्ने कुराले मलाई केही फरक पार्दैन, किनकि जे छ त्यो एभिडेन्स हुनु पर्यो, त्यो चाहिँ आधिकारिक निकायले प्रकाशन गरेको हुनु पर्यो। ल यहाँ त अब लेखा छैन त्यस्तो केही पनि कुरा। सरकारी लगानी व्यवस्थापन भएका संस्थानको विवरण भनेर चाहिँ यहाँ 3टा चाहिँ व्यवसाय बिक्रीबाट गरिएको छ। 3, 4, 5, 6, 7, 7वटा यतातिर छ हैन। चाहिँ अर्को यहाँनेरि के छ त भन्दाखेरि 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 7 कति भयो 19 भयो। ल यहाँ तपाईको चाहिँ कतिवटा हुनुपर्छ भन्दाखेरि 3, 3, 6, 7, 11, 7, 18 ठिक छ त। कसले बढी चाहिएको र? 11 + 3 + 3 अनि यो एउटा चाहिँ देख्नु भने यहाँको विराटनगर जुटमेल कृति चाहिँ यो एउटा देख्नु भने विराटनगर जुटमेल त छ त्यहाँ। 53 सालमा हामीले व्यवस्थापन गराएको 18 वटा यहाँ त नामै लेखेको छ त्यही 1 2 3 गरेर 18 वटा है। ल अब यहाँ हेर्नुहोस् है साथीहरू, तपाईँ यसमा कन्फ्युजन हुनुपर्ने कुनै कारणै छैन। यो कन्फ्युजन भएर यो बेकार छ। निजीकरण गरिएको 18 वटा भनेर उसले लेखिरहेको छ, मैले 30 वटा कसरी भन्नु? निजीकरण गरिएका सार्वजनिक संस्थान भनेको चाहिँ 18 वटा हो भनेर उसले डकुमेन्टले भन्छ भने मैले तपाईँको 30 वटा सार्वजनिक संस्थान निजीकरण गरियो भनेर भन्न मिल्छ त? मिल्दैन। नमिल्ने कुरा त बोल्नु भन नि त साथीहरू। गभर्नमेन्टको डकुमेन्टले के भन्छ भने 18 वटा सार्वजनिक संस्थान निजीकरण गरियो, 12 वटा सार्वजनिक संस्थानहरू खारेज गरियो भन्छ हैन। अब हामी चाहिँ ल 30 वटा सार्वजनिक संस्थान निजीकरण गरियो भन्दै हिँड्न थाल्यो भने त बर्बाद छ। ओके, ल त्यही भएर मैले भनिनँ। तर कहीँ प्र्याक्टिस चाहिँ छ, कहीँ प्र्याक्टिस चाहिँ छ हैन। कहीँ प्र्याक्टिस चाहिँ के छ भन्दाखेरि चाहिँ 12 वटा त्यो खारेज गरिएकालाई पनि यो निजीकरणै छ र हो भन्ने मानेर 30 वटा भन्ने चलन पनि छ। तर पक्का इन्फर्मेसन चाहिँ 18 वटा मात्रै हो। खारेज भएका 12 वटा भन्नुपर्छ, त्यो पछाडि दिएको विषय अलग विषय। ल अब खारेज भएका 12 वटा मात्र होइन, अब खारेज भएका 12 7 19 वटा भए, 19 वटा भयो अब हैन। खारेज भएका त जम्मा 19 वटा भयो, अब 7 वटा पनि खारेजको प्रक्रियामा छन् नि त यिनीहरू पनि हैन। ल ठिक छ, ल है बुझ्नुभयो नि। अब 18 वटा सार्वजनिक संस्थान यसरी बुझ्नु पर्यो कि 18 वटा सार्वजनिक संस्थान निजीकरण, 12 वटा सार्वजनिक संस्थान खारेज, त्यसरी बुझ्नु पर्यो है। यो कुरा तपाईहरुले थाहा पाइरहनु होला। ओके है त। ल अब यो कुन किताबको स्क्रिनशट मलाई पठाइरहनु पर्दैन मित्रहरू। त्यो किताबको रिलायबिलिटी भ्यालिडिटी त्यो पक्का छ, एकदम सही छ इन्फर्मेसन भनेर टेस्ट गरेर कसले जाँच गरायो? त्यसको कुनै आयोग छ जाँच गर्ने अमृताजी? त्यसको आयोग जाँच गर्ने छ भने भन्नु होला मलाई। अब आयोग जाँच गर्ने छैन भने त मैले केही पनि भन्न सक्दिनँ। त्यसैले मलाई त्यो किताबको स्क्रिनशट पठाइरहनु परेन। अझ कुन किताबमा के लेखो भन्ने कुरा चाहिँ त्यो किताबले जस्टिफाई गर्ने विषय हो हैन। न त्यसको आयोग छ, न केही छ, न कसैले डकुमेन्ट प्रमाणित गरिदिन्छ। तर मैले तपाईँलाई पठाएको चाहिँ दिस इज अथोराइज्ड पब्लिस्ड डकुमेन्ट। येल्लो बुकमा जे लेखेको छ त्योभन्दा बाहिर म कुरा बोल्दिनँ। येल्लो बुकमा जे लेखेको छ त्योभन्दा मैले बाहिर कुरा नबोलिसकेपछि वाट एभर आई हेभ रिटन हियर, यो चाहिँ मैले येल्लो बुकको आधारमा लेखेको। मेरो चाहिँ सोर्स चाहिँ येल्लो बुक हो। सोर्स दिन सक्नुपर्छ लेखेपछि, त्यतिकै हावाताले लेख्न मिल्दैन हैन। येल्लो बुकमा जे लेखेको छ मैले त्यही पढाउने तपाईँले। त्यहाँभन्दा दायाँ बायाँमा 1 इन्च पनि जान्न। त्यसले गर्दाखेरि येल्लो बुकमा लेखेको छैन। येल्लो बुकमा नभइसकेपछि म अब कुन किताबमा के लेखेको छ भन्दै भनेर त्यसको जान्न। ल सबले क्यामेरा बन्द गरिदिनुहोस् त साथीहरू है, क्यामेरा अन कलकली गर्नुहोस्। ल अब यस बारेमा धेरै डिस्कसन नगरौँ, यो चाहिँ सामान्य विषय हो, तपाईँ हामीले थाहा पाइसक्यौँ। यसको एभिडेन्स पनि चाहिँ यो कुरा छ हैन। ल त्यो हो हो त्यही हो, बुढो मान्छे बुढै सोच भनेको के हो। ल येल्लो बुकमा 30 वटा सार्वजनिक संस्थान, अब त्यही भन्दैछु नि 30 वटा नर्मली कहिले हामी भन्छौँ हैन। येल्लो बुकमा चाहिँ त्यो चाहिँ निजीकरण गरिएका सार्वजनिक संस्थानहरूको कुरालाई चाहिँ यसरी तपाईँको चाहिँ राखेको अवस्था छ भन्ने विषय मात्रै हो। तपाईँलाई अलिकति थोरै भने अलिकति येल्लो बुकको एउटा कन्टेन्ट पनि म देखाउँछु।
लगानी व्यवस्थापन गरिएका चाहिँ 30 वटा भनेर लेख्छन् उनीहरूले हैन तपाईको साथीहरु। अब यो मैले अहिले भने नि टर्मिनोलोजी चाहिँ चेन्ज भइरहेछ अहिले लेख्ने कुराहरुमा हैन। पहिले चाहिँ निजीकरण गरिएका यो गरिएका त्यो गरिएका भनेर लेखिन्थ्यो। अहिले पछिल्लो समय चाहिँ निजीकरण गरिएका भनेर लेख्न छोडिसक्यो सरकारले। सरकारले अहिले के लेख्न थाल्यो भनेदेखि चाहिँ यो हामीले लगानी व्यवस्थापन गरेका भनेर चाहिँ भन्छ हैन। उनीहरूले त्यहाँनेरि समरीमा पनि लगानी व्यवस्थापन गरेका भनेर लेखेको छ। लगानी व्यवस्थापन गरेका 30 वटा सार्वजनिक संस्थानहरु हुन् भनेर उनीहरूले चाहिँ लेख्छ। त्यो भनेको अर्थ के हो त भन्दाखेरि लगानी व्यवस्थापन गरेका भन्नुले सबै सार्वजनिक संस्थानहरु निजीकरण गरिएका भन्ने अर्थ चाहिँ लाग्दैन है। त्यो पनि ख्याल गर्नु होला तपाईहरुले। कसले म 30 वटा देखाउन सक्छु भन्दै छ 33 वटा देखाउन सक्छु भने होला। तर त्यहाँ त लगानी व्यवस्थापन गरेका चाहिँ सार्वजनिक संस्थानहरु भन्ने विषय उल्लेख गरेको हुन्छ। त्यसले गर्दा त्यो 30 वटा सार्वजनिक संस्थानहरु सबै चाहिँ निजीकरण गरिएको हो भन्ने कुरामा चाहिँ नबुझ्नु होला है। किनभने त्यो त्यसरी गरिएको चाहिँ होइन। बुझ्नुभयो नि। लगानी व्यवस्थापन गरिएको त्यो हो त तरिकाले 2049 साल पश्चात भनेर उनीहरूले लगानी व्यवस्थापन गरिएका भनेर यो त्यो भनेर यहाँ लेखेकै हुन्छ। यहाँ चाहिँ तपाईले कन्टेन्टै त्यसै गरी तपाईको पाउनुहुन्छ यसमा पनि हैन। अझ यहाँ विस्तृत इन्फर्मेसन तपाईलाई चाहियो भने मैले अघि तपाईलाई देखाएको इन्फर्मेसनका आधारमा त्यही इन्फर्मेसनहरु तपाईको यहाँ राखेको अवस्था छ। यहाँ तपाईले हेर्न पनि सक्नुहुन्छ। यो चाहिँ पब्लिश डकुमेन्ट उनीहरूले पब्लिश गरेको लगानी व्यवस्थापन गरिएका सार्वजनिक संस्थानको अवस्था के छ भनेर उनीहरूले लेखेको हुन्छ। त्यो लगानी व्यवस्थापन गरिएका सार्वजनिक संस्थानहरुको अवस्था चाहिँ यहाँ हेर्नुस् ल यसरी देखेको हुन्छ उसले। ल यो अब कति साथीहरुलाई यो अलिअलि कन्फ्युजन छ भने तपाईको कन्फ्युजन पनि दूर गरिदिहालौँ भनेर मात्रै हो हैन। ल यहाँ हेर्नु त ल यहाँ हेर्नुस् है। सरकारी लगानी व्यवस्थापन गरिएका संस्थानको अवस्था ल हेर्नु है। नेपालमा विक्रम सम्वत 2049 पश्चात आर्थिक उदारीकरण भयो यो भयो त्यो भएका हिसाबले केही संस्थान खारेज गरियो, केही संस्थानको लगानी व्यवस्थापन गरियो, केही संस्थानको निजीकरण गरियो। ल हेर्नुस् टर्मिनोलोजी कसरी प्रयोग गर्छन् उनीहरूले भन्दा सार्वजनिक संस्थानको लगानी व्यवस्थापन गर्ने क्रममा केही संस्थान खारेज गरियो, केही संस्थानको निजीकरण गरियो भने लगानी व्यवस्थापन इक्वल टु खारेजी प्लस निजीकरण भन्ने बुझ्नुपर्छ तपाईहरुले है। ल यहाँ हेर्नुस् है त। ल यहाँ हेर्नु है त। सार्वजनिक संस्थानको लगानी व्यवस्थापन इन्भेस्टमेन्ट म्यानेजमेन्ट इक्वल टु केही संस्थान खारेज संस्थानको खारेजी प्लस संस्थानको निजीकरण भनेर बुझ्नुपर्छ। दुईटा जोडेपछि लगानी व्यवस्थापन हुन्छ। अब यस पछाडि अलि तल जानु भयो भने यहाँ के लेखेको छ निजीकरण भएका सार्वजनिक संस्थानमध्ये केही संस्थानको कार्य सम्पादन सन्तोषजनक रहेको र केही संस्थानको कार्य सम्पादन अपेक्षाकृत भएको छैन। निजीकरण भएका 18 वटा सार्वजनिक संस्थानमध्ये भनेपछि मैले 30 वटा कसरी भन्नु? ल मलाई आन्सर दिनु पर्यो को अब यो पढेर आएको मान्छेले आन्सर दिनु पर्यो नि त। तपाई एकदम विज्ञ पढेर आएको हैन पढाउने मान्छे आफै प्रिपेयर भएर आउनुपर्छ भन्ने मान्छेले तपाईले मलाई आन्सर दिनुस् त। निजीकरण भएका 18 वटा सार्वजनिक संस्थान मध्ये भनेर यल्लो बुकले लेखेपछि अब म 30 वटा भन्छु त कुनै एउटा किताबमा लेख भनेर कुनै हालतमा भन्दिन। त्यही भएर निजीकरण गरिएका सार्वजनिक संस्थान कति वटा हो? 18 वटा हो। अब तपाईले कुन किताबमा 30 वटा पढ्नुभयो कहाँ पढ्नुभयो त्यही सोर्स जस्टिफाई गर्नु होला। तर निजीकरण गरिएका सार्वजनिक संस्थान भनेको 18 वटा हो भनेर यल्लो बुकले लेखिसकेपछि सिद्धियो अब हो। अघि मैले तपाईलाई के पनि भनिसके भन्दाखेरि सार्वजनिक संस्थानको लगानी व्यवस्थापन इन्भेस्टमेन्ट म्यानेजमेन्ट भनेको चाहिँ दिस इज द समेसन अफ निजीकरण प्लस खारेजी। निजीकरण र खारेजी दुईटा जोडेर आउने भनेको चाहिँ लगानी व्यवस्थापन हो। लगानी व्यवस्थापन भएका चाहिँ 30 वटा हो। याद गर्नु होला। गलत नपढ्नु होला है साथीहरु हैन। पढ्न फेरि पाइयो भनेर झ्यामका झ्याम पढ्ने तर गलत चाहिँ नपढ्नु होला। लोकसेवा आयोगले फेरि यस्ता कुराहरु हेरेर अध्ययन गरेर मात्रै क्वेशन बनाउँछ। त्यतिकै हालतमा क्वेशन बनाउँदैन। कुनै पब्लिश किताब हेर्दैन लोकसेवा आयोगले। ख्याल गर्नु होला। ठीक छ? कुनै किताब हेर्दैन। फलानु राइटरको किताब हेर्दैन। ओके। त्यो भएपछि यहाँनेर स्पष्ट लेखेपछि अब तपाईलाई कन्फ्युजन हुनुपर्ने कुरा छैन भन्ने मात्रै मेरो धारणा हो हैन। ल यहाँ निजीकरण भएका 18 सार्वजनिक संस्थान मध्ये 9 वटा संस्थान नाफामा छन्, एउटा संस्थान घाटामा छ, 8 वटा संस्थान बन्द छन्। र यसमा त तपाईलाई केही आपत्ति छैन नि? त्यही भन्दैछु 30 वटा चाहिँ के हो भनेर कुरा सुन्नु न पहिले। मैले अहिले तपाईलाई के भनिसके यहाँ माथि एउटा स्टेटमेन्ट पनि पढेर सुनाए। सार्वजनिक यो मैले हाइलाइट गरेको स्टेटमेन्ट पढ्नुस्। सार्वजनिक संस्थानको लगानी व्यवस्थापन गर्ने क्रममा केही संस्थान खारेज गर्ने र केही संस्थानको निजीकरण गरिएको थियो भनेको के हो? लगानी व्यवस्थापन इक्वल टु खारेजी प्लस निजीकरण। यति कुरा बुझ्नु पर्छ तपाईले सबभन्दा सुरुमा। गभर्नमेन्टले गरेको इन्भेस्टमेन्टलाई म्यानेजमेन्ट गर्नका लागि दुईटा काम गरिँदो रहेछ। गभर्नमेन्टले एउटा खारेज गर्यो एउटा निजीकरण गर्यो है। ल प्रिपेयर भएर आउने कुन चाहिँ साथी हो तपाईले राम्रोसँग सुन्नु सक्छ। वर्गलाई डायलग दिन सजिलो हुन्छ तर आफू त्यही भित्र पसेर छिरेर फेरि आफू चाहिँ पक्का इन्फर्मेसन लिन निकै गाह्रो हुन्छ। भरे लेख्नु होला 30 वटा सार्वजनिक संस्थान निजीकरण गरियो भनेर लेख्नु भयो भने जान तपाईको चाहिँ 2 नम्बर जान्छ। त्यसबारे लिस्टमा नाम आएन भने अनि हामीले भन्नु केही छैन। सार्वजनिक संस्थानको लगानी व्यवस्थापन गर्ने क्रममा केही संस्थान खारेज गरियो हैन र केही संस्थानले निजीकरण गरियो भने लगानी व्यवस्थापन इक्वल टु खारेजी प्लस निजीकरण हुँदो रहेछ भन्ने कुरा तपाईले पहिलो कुरा बुझ्नु पर्यो। बुझ्नु नि? यति त कुरा बुझ्नु होला। तपाई यत्रो पढेको मान्छे जान्ने मान्छे मभन्दा जान्ने मान्छेले त बुझ्नु पर्यो यति कुरा। भने चाहिँ खारेजी प्लस निजीकरण भनेको चाहिँ लगानी व्यवस्थापन हो। बुझ्नु भयो नि? पहिलो कुरा यति बुझ्नुस्। अब त्यसो भए तल जानुस् त। अब त्यसो भए निजीकरण गरेका कतिवटा हुन्? 18 वटा हुन्। यो पनि बुझ्नु भयो तपाईले। लेखेकै उसैले छ है। निजीकरण गरेका कतिवटा छन्? 18 छन् भन्ने कुरा उसले लेख्यो। त्यसबारे अझै अलि तल जानुस् त। अझै तल जानु अझै तल। यो डकुमेन्ट गएपछि यहाँनेर तपाईले के देख्नुहुन्छ भन्दाखेरि यहाँ यो लाइनमा हेर्नुस् त। सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अन्तर्गत खारेज गर्ने निर्णय भएका 12 संस्थान मध्ये खारेज गरेका निर्णय चाहिँ कति खारेज गरेका चाहिँ कतिवटा रहेछन् त? हामीले सार्वजनिक संस्थान खारेज गरेका चाहिँ कतिवटा रहेछन् त है? बुझ्नु भयो नि? ल त्यो पनि लगानी व्यवस्थापनै गरेको हो कि मित्र? तपाईले मलाई पठाइरहनु भएको हाइलाइट गरेको अन्डरलाइन गरेको पनि त लगानी व्यवस्थापन गरेको। तपाईले फेरि कुरा बुझिरहनु भएको छैन। त्यो सार्वजनिक संस्थान त्यो निजीकरण गरेको होइन।
निजीकरण ऐनअनुसार तपाईँको निजीकरण गरेको होइन कि त्यो तपाईँहरूले बुझ्नु भएन होइन। मनिषजीले पठाएको भने त्यो लगानी व्यवस्थापन गरेकै हो, त्यो कम्युनिस्ट त्यसमा है लगानी व्यवस्थापन गरेको 30 वटा हो। ल अब यहाँनिर सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अन्तर्गत खारेज गर्ने निर्णय भएका 12 संस्थान मध्ये भनेपछि अब मैले के भनेको थिएँ तपाईहरुलाई, लगानी व्यवस्थापन इक्वल टु खारेजी प्लस निजीकरण भनेको थिएँ नि मैले हैन। हो ठीक छ। त्यसो भए निजीकरण गरेका 18 रहेछन् अनि अर्को चाहिँ के गरेका चाहिँ भन्दाखेरि खारेजी गरेका 12 रहेछन्। दुईटा जोडेर लगानी व्यवस्थापन गरेको चाहिँ 30 वटा रहेछ। तर पक्का निजीकरण भनेको त कति मात्र लेख्यो त यो डकुमेन्टले भन्दाखेरि 18 मात्र लेख्यो। 18 लेखेपछि अब म 30 वटा भन्दै हिँड्छु त। अब त म त 30 वटा भन्दै हिँड्दैन हेर्नुस्, किन डकुमेन्टले मलाई 18 वटा भन्छ हैन। अब तपाईँ यति मैले भन्दाखेरि पनि 18 वटा चाहिँ होइन है, निजीकरण गरेको 30 वटै हो भनेर लेख्नुहुन्छ भने मेरो भन्नु केही पनि छैन। ओके है त कुरा। निजी क्षेत्रलाई बिक्री गरेको चण्डेश्वरी टेक्सटाइल भनेर कहाँ लेखा छ यो डकुमेन्ट मलाई निकाल्दिनुस् फेरि। अर्को जेमन ला त्यही पढ्ने हैन, यो डकुमेन्टले त भन्दैन। कुरो बुझ्नु नि, यो डकुमेन्टले त कहीँ पनि भन्दैन है। ल ओके भनेपछि अब अगाडि खाली मैले तपाईलाई किन मैले यो कुरा भने भनेर जस्टिफिकेसनका लागि मात्रै भनेको साथीहरु है। यति कुरा पनि नबुझ्ने पो भनेर काले भन्नु भन्न सक्नुभयो हैन। ओके ल ठीक छ। हो बल्ल कुरा साथीले बुझ्नुभयो, पुष्पाजीले एकदम राइट कुरा गर्नुभयो। तपाईलाई क्वेशन दुईटा आउन सक्छ। सरकारी लगानी व्यवस्थापन भएका सार्वजनिक संस्थानको संख्या कति भनेर आयो भनेदेखि 30 वटा लेख्नु। अब कुरा बुझ्नु है, लास्ट सेन्टेन्स हो मैले यो निजीकरण बोल्ने। अब त्यसमा म विषय गर्न जान्छु। सरकारी लगानी व्यवस्थापन भएका सार्वजनिक संस्थानहरूको संख्या कति भन्नु भने 30 लेख्नु होला। बुझ्नु भने कुरा। सरकारी फेरि दोहोऱ्याउँछु है, सरकारी लगानी व्यवस्थापन भएका सरकारी लगानीको व्यवस्थापन गरिएका सार्वजनिक संस्थानको संख्या कतिवटा हो भनेर सोध्यो भने 30 वटा लेख्नु होला। बुझ्नु भने पहिलो कुरा त्यो कुरा बुझ्नुस्। दोस्रो कुरा निजीकरण गरिएका सार्वजनिक संस्थानको संख्या कति भन्नु भने 18 लेख्नुस्। खारेजी गरिएका कति भन्नु भने 12 लेख्नुस्। सिधै कुरा बुझ्नु भयो। अब ल त्यो भएपछि मैले चाहिँ अगाडि बढेँ, किनभने डकुमेन्टले स्पष्टसँग यहाँ खारेजी र लगानी व्यवस्थापन भनेर यसरी लेखेपछि हामीले केही पनि बोल्न सक्दैन। मैले यसलाई स्टप। ओके अब यस पछाडिको कुरा रह्यो साथीहरु के भन्नुहुन्छ भने यो निजीकरणका कुराहरुमा मैले तपाईलाई त्यही भएर तपाईलाई कन्फ्युजन हुन सक्छ। निजीकरणको बारेमा पढ्ने बेलामा तपाईले चाहिँ अलिकति भनौं न चाहिँ कस्तो खालको कुराहरु पढ्नु भएको छ, के पढ्नु भएको छ भन्ने हिसाबले मैले के राखेको तपाईलाई के जानकारी गराउन खोजेको भन्दाखेरि चाहिँ मैले जानकारी गराउन खोजेको यो कन्टेन्टै तपाईलाई मैले राख्दिए भने यो फोटोहरु नै तपाईलाई मैले राख्दिए भने त सजिलो भयो नि त भनेर मात्रै राखेको के मैले। कुरो बुझ्नु नि, त्यही भएर राखेको। न मैले त्यति राख्नेवाला थिइन यो फोटोहरु। यो फोटो तपाईको ओ सरकारी लगानी व्यवस्थापन भन्नु भने 30 वटा भन्नु पर्यो, 30 वटा भन्नु पर्यो है। ल अनि त्यसपछि यहाँ भनेकै छ निजीकरण गरिएका मध्ये 9 वटा नाफामा, एउटा घाटामा, 8 वटा बन्द अवस्थामा। ठीक छ। अब 12 संस्थानलाई खारेज गरियो। खारेज गरेको मध्ये कृषि सुन उद्योग लिमिटेडको चाहिँ कानुनी अस्तित्व समाप्त भयो, अरुको बाँकी छ। कृषि औजार कारखाना लिमिटेड भन्ने राष्ट्रिय आविष्कार केन्द्रले चलाइरहेको छ। ल है त। त्यसपछि फेरि सरकारले 7 वटा संस्थानको लगानी व्यवस्थापन गर्ने निर्णय पनि भयो है त। ल ठीक छ। ल ओके यति भएपछि यो लिस्ट पनि छ, यो पनि छ हेर्नु होला। निजीकरणका फाइदाहरु भनेर अलिकति लेखेको पनि छु, यो पनि तपाईलाई काम लाग्छ। निजीकृत सार्वजनिक संस्थान व्यवस्थापनका समस्याहरु पनि अलिकति छ हैन। ल जानिते पेर्ने के खारे है। ल कहिले नबिर्सिने भयो। ठिक हो, किन नबिर्सिने गरी पढ्नु पर्यो नि त पढेपछि त हैन। ल ओके भन्ने थियो, त्यही भएर हो। तर त्यसले भनेको ठिक छ कुरै ल ओके। अब यहाँ हेर्नुस् है रोजगारी कति दिएको छ भन्ने कुरालाई पनि मैले अलिकति लेखिदिएको छु। यो रोजगारी दिएको अवस्था चाहिँ जस्तै विभिन्न औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र, सेवा क्षेत्र, सामाजिक क्षेत्र हैन चाहिँ जनव्यापी क्षेत्र, वित्तीय क्षेत्र गरेर जम्मा जम्मी 80-81 आर्थिक वर्षमा 34,951 जनालाई रोजगारी दिएको छ सार्वजनिक संस्थानहरूले। अब सबैभन्दा बढी कर्मचारी भएका 3टा सार्वजनिक संस्थानहरू चाहिँ नेपाल विद्युत प्राधिकरणमा 8,800 कर्मचारी छन्, दूरसञ्चार कम्पनी लिमिटेडमा 5,100 कर्मचारी छन्, राष्ट्रिय वाणिज्य बैंकमा 3,664 जना कर्मचारी छन्। सबैभन्दा बढी सार्वजनिक कर्मचारी हुने सार्वजनिक संस्थान भनेको 3टा कुन कुन भनेर आउन सक्छ। नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकको भनेर पनि यो पनि लेखिदिएको छु। सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी मध्ये प्रस्तुत 3 संस्थानको कर्मचारी संख्या कुल कर्मचारीको 50.61% रहेको छ। सार्वजनिक संस्थानले उत्पादन तथा बिक्री वितरण गर्ने वस्तु तथा सेवाका कारण प्रत्यक्ष रोजगारीको अलावा अप्रत्यक्ष रूपमा समेत ठूलो रोजगारी दिएको छ भनेर हेर्नु होला। मैले यो स्क्रिनशटै राखेको छु है तपाईहरुलाई। यो चाहिँ मानव संसाधन, त्यहाँ अर्को टपिक छ नि मानव संसाधन। कति छ मानव संसाधन अहिले, मानव संसाधन अवस्था के छ भनेर हेर्नका लागि चाहिँ यो राखेको। अहिले 34,951 जनामा चाहिँ 34,951 जना मान्छेलाई रोजगारी दिएको अवस्था छ। नेपाल विद्युत प्राधिकरणमा 8,839 जना, दूरसञ्चार कम्पनी लिमिटेडमा 5,100 जना र राष्ट्रिय वाणिज्य बैंकमा 3,700 जना है। ल यो हेर्नु होला, किनभने अब यो त तपाईलाई खास रिभिजन क्लास मात्रै हो। अब यो फुल फ्लेज क्लास त तपाईले पढि नै सक्नु भएको छ सार्वजनिक संस्थानको, त्यही भएर मैले लेखिन। मैले खाली तपाईलाई पक्का इन्फर्मेसनहरु के शेयर गर्नु पर्यो, एक्जामको कमा छ, त्यही भएर एक्जामको मुखका लागि केही दिनु पर्यो भनेर मात्रै तपाईलाई मैले देखाएको यो हैन। त्यो भएका कारणले गर्दाखेरि मैले यसलाई लेखिन, बोर्डमा लेखिन। बोर्डमा लेखेर त तपाईले अस्ति सार्वजनिक संस्थान कति 10-15 दिन पढिसक्नु पनि, मैले किन फेरि त्यही हेर्नु पर्यो भनेर मात्रै कुरा गरेको हो। तपाईलाई यो इन्फर्मेसन काम लाग्छ है, यो पनि हेर्नु होला। विश्वव्यापीकरण भनेको तपाईलाई थाहा छँदैछ। राष्ट्रिय अर्थतन्त्रको अन्तर्राष्ट्रियकरण हामी विश्वव्यापीकरण भन्छौँ। भनेको मतलब नेपालको अर्थतन्त्र विश्वका जुनसुकै अर्थतन्त्रसँग जोडिन सक्ने अवस्थालाई हामी विश्वव्यापीकरण भन्छौँ। त्यसलाई पनि मैले विश्वव्यापीकरणको मिनिङदेखि लिएर विभिन्न कुराहरू यहाँ राखेको छु। अब विश्वव्यापीकरणको कुरा गर्ने भने 1980 को दशकबाट भनेको 2040 को दशकबाट हामी विश्वव्यापीकरणमा पनि गएको हो। ठीक छ। ल
आर्थिक उदारीकरणदेखि लिएर सबै कुराहरू चाहिँ हामी त्यसरी चाहिँ गरेको हो भनेर चाहिँ हामीले बुझ्नुपर्छ। विश्वव्यापीकरणका विभिन्न क्षेत्रहरू छन्, जस्तै सांस्कृतिक क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र, प्राविधिक क्षेत्र, शासकीय क्षेत्र, वातावरणीय क्षेत्र भनेर चाहिँ विश्वव्यापीकरणका यस्ता क्षेत्रहरू छन्। यो एरियामा विश्वव्यापीकरण हुन सक्छ अथवा देशसँग हाम्रो सम्बन्धहरू विस्तार हुन सक्छ। सबल पक्ष यो छन्, दुर्बल पक्ष यो छन् भनेर पनि राखेको छु। त्यस पछाडि चाहिँ अनि मैले अब यहाँ एउटा एमसीक्यू सुरु गरेँ। एमसीक्यू सुरु गरेपछि मैले यहाँ निजीकरण भनेको के हो भनेर ट्याक्क लाएर यसरी एमसीक्यू हैन। त्यसैगरी अब हुँदै हुँदै निजीकरण ऐन कहिले लागू भयो, 18 वटा सार्वजनिक संस्थानमध्ये कतिवटा नाफामा चलिरहेका छन् हैन। यस्तै कुराहरू जुन अघि हामीले कन्टेन्टमा जे पढ्यौँ तिनै कुराहरूलाई मैले चाहिँ यहाँनेरि मिलाएर तपाईँहरूलाई प्रस्तुत गरेको छु। कुनै पनि होइन, 3टा निजीकरण गरिएका संस्थानको व्यवस्थापन किन प्रभावकारी हुन सकेन, किन हासिल हुन सकेन, ग्लोबलाइजेसन भनेको के हो, निजीकरणको एउटा फाइदा के हो भनेर यसरी एमसीक्यूहरू करिब 20 वटा जति एमसीक्यूहरू छन् यसमा हैन। त्यो 20 वटा जति एमसीक्यूहरू यो टपिक अन्तर्गत छन्। यो टपिक अन्तर्गत हेर्नु होला तपाईले 20 वटा एमसीक्यूहरू है त। कोही अब टेक्निकल समस्या होला, अब यो कता कता के भएको छ, तर मेरोमा त ठिकै छ जस्तो लाग्छ साथीहरू। त्यसपछि खाद्य प्रयोग संस्थानमा कुल लगानी कति गरेको छ भनेर यसरी यो पनि राखेको छ। यो पनि इम्पोर्टेन्ट छ है। ल यो एकदमै 15-20 वटा एमसीक्यू र निजीकरणका केही कुराहरू तपाईँलाई निजीकरणमा मैले एकदमै क्लियर गर्नुपर्ने विषयहरू केही थिए। यो क्लियर गर्नुपर्ने विषयहरू पनि मैले आजको सेसनमा सेयर गरेँ। प्राइभेटाइजेसन, ग्लोबलाइजेसन दुईटा कुरा, र अर्को तेस्रो कुरा चाहिँ के त भन्दा प्राइभेटाइजेसन, ग्लोबलाइजेसन र तेस्रो अर्को कुरा इम्पोर्टेन्ट कुरा चाहिँ यो नेपालका सार्वजनिक संस्थानहरूमा अहिले काम गरिरहेका मानव संसाधनको अवस्थाको कुरालाई पनि तपाईँहरूको लागि मैले आज सेयर गरेँ। यो 3टा कुरालाई मैले सेयर गरेको छु। यो 3टा कुरासँग सम्बन्धित अहिले मैले तपाईँलाई देखाएको डकुमेन्ट आउँछ, एप्लिकेसनमा आउँछ। एप्लिकेसनमा तपाईँहरूले लिन सक्नुहुन्छ, त्यहाँबाट हेर्न सक्नुहुन्छ। एप्लिकेसनमा उहाँहरूले तपाईँलाई पठाउनुहुन्छ। यति कुरा भएपछि अब जस्ट मलाई 2 दिन भए पुग्छ, धेरै लामो म गरिदिन यस पछाडि हैन। किनभने तपाईँहरू एकदमै जानकार नै हुनुहुँदो रहेछ भन्ने कुरा देखिसक्यो। फेरि कतिपय कुराहरू मैले बोल्दाखेरि यहाँ तपाईँहरूको कन्फ्युजन पो हुने जस्तो देखेँ मैले हैन। किनभने तपाईँले एउटा पढ्नु भएको छ, म अर्कै विषय लिएर आएँ भनेदेखि तपाईँ फेरि अर्कै भूमरीमा पर्ने जस्तो देखियो है। त्यसले गर्दाखेरि चाहिँ त्यो विषयलाई पनि मध्यनजर गर्नुपर्ने अवस्था छ। सो कहिलेकाहीँ त्यस्तो नि हुन्छ। अब तपाईँले पढ्नु भएको छ एउटा विषय, मैले चाहिँ अर्कै विषय यहाँ सेयर गरेँ भने त फेरि तपाईँलाई कन्फ्युजन पो हुन सक्ने अवस्था रहेन। ल प्रश्न चाहिँ हुनुपर्छ है। मैले बार भनिरहेको छु, कन्टेन्टमा प्रश्न भएर जानुपर्छ। ल यहाँ हेर्नुहोस्, पब्लिक इन्टरप्राइजेसमा हामीले आज सार्वजनिक संस्थानको निजीकरण र विश्वव्यापीकरणको कुरा पढ्यौँ। सार्वजनिक संस्थानको मानव संसाधन व्यवस्थापनको कुरा अलिकति पढ्यौँ तपाईँलाई है। ठिक छ, त्यति कुरा चाहिँ पढ्यौँ। अनि अब यहाँनिर तलतिर हेर्नुभयो भने बजेट, लेखा प्रणाली, लेखा परीक्षा, वित्तीय साक्षरता यो भोलि पढ्छौँ हामी है। भोलि पढ्छौँ र यो अर्को चाहिँ पर्सि पढ्छौँ। भनेपछि 2-3 दिनमा म सक्छु है। म 2-3 दिनमा सक्छु। ठिक छ, ल हस्, थ्याङ्क यू। आजलाई यति गरौँ है त। ल साथीहरू, भोलि स्याटरडे अब क्लास